मेरो घर भनेको यही हो। 8-10 रुपैयाँ पनि छैन यहाँ, 4.5 रुपैयाँ हो। 3 रुपैयाँ त मेरो ससुराल दिया दाइजो आएको भन्नु उहाँले दिएको र अर्की बहिनीलाई माथि दिएको छ। उहाँले 2टा बहिनी, उहाँको 2टा छोरी, जिनी छोरीलाई यहाँ दिएको माथिल्लो। त्यस बेला सस्तो, एकदम सस्तो। अब यहाँ घर पनि के छ एउटा कोठा यही हो, माथि चाहिँ सुत्ने कोठा छ, एउटा छोरा कोठा छ, एउटा बिहान टिभी रुम छ, माथि बुवाहरू हुँदाखेरि राजनीति कहाँ छ कोठा, कहाँ छ घर। तर यही सम्पत्तिको कुनै बेला ट्याक्सले यसको आम्दानीको प्रश्न उठायो भने सबसँग देखाएको छ। यसको सम्पत्ति आयोगमा जम्मै दिएको छ। हर वर्षमा एउटा पब्लिक फिगरले आयोगको देखाउनुपर्छ स्रोत। गाडी चाहिँ तपाईँले फिर्ता गर्नुभयो, सरकारी सुविधा गाडी। अब सबैले भने त ठिक छ। अहिले कुन गाडी चढ्नुहुन्छ? अहिले एउटा गाडी छ, त्यही गाडी छ। मैले यो गाडी बेचिरहेको थिएँ, मैले हाम्रो ऊ थियो प्राडो थियो, पुरानो भइसक्यो हुनाले त्यो पनि अहिले के भने त्यो गाडी दिएछ। अब ससुरालीबाट आएको केसमा त यो अलिक फरक भयो। तर मेरो एउटा प्रश्न नि, यदि कुनै एउटा काठमाडौँभन्दा बाहिरबाट आउने कुनै मान्छे प्रधानमन्त्री अथवा मन्त्री भएको अवस्थामा मन्त्री अथवा प्रधानमन्त्री हुँदाखेरि उसले पाउने जुन सरसुविधाहरू छन्, तलब भत्ताहरू, तिनले काठमाडौँमा एउटा घर बनाएर बस्न अथवा गाडी चढ्ने हैसियत प्राप्त गर्न सक्ने सम्भावना छ? फेरि गाडी उस बेला तपाईँलाई थाहा होला, मैले जो प्राइम मिनिस्टर हुँदाखेरि चाहिँ नि सबैको पार्टीको सहमतिले भान्सार सुविधा गरेको थिएँ हो, बुझ्नु भएन? पजिरो कल्चर भित्र आउनुभयो तपाईँले? मैले भित्राएको होइन, सारा पार्टीको सहमतिले, सर्वदलीय सहमतिले, पार्लियामेन्टको सर्वदलीय सहमतिले, सबै पार्टीको सहमतिले मैले निर्णय गरेँ हो। एउटा कुरा के बुझ्नु पऱ्यो भने संसारभरि मान्नेहरूलाई धेरै सुविधा हुन्छ। एउटा गाडीको त्यो पनि भान्सा सुविधा दिन साथी यत्रो चाहिँ विरोध हुनुपर्ने कारण के भने यो। तर तपाईँलाई त्यस्तो लाग्दैन 2046 सालसम्म मान्छेको जुन